हाम्रो घर हरियोन सर्लाही जिल्ला हरियोन नगरपालिका वार्ड नम्बर 9। आज हाम्रो गाउँमा विशेष पूजा हुन्छ। उता देखेको ठुलो पिपल बोटको पूजा, यो सबै पार्किङको पूजा गर्न आउने मान्छेहरूको आज यहाँ बोका कुखुरा परेवा उडाउने काट्ने कार्यक्रम हुन्छ। दनवारी गाउँ यो मेरो घर देखिरहेको घर मेरो घर यो चौबाट यता बरमथानतिर लाँदैछु तपाईहरुलाई। ओ मेरो दादा के छ? मेरो दादाको त इन्ट्री भयो यहाँनिर हैन। यो भिडियोमा यो भिडियो खतरै हुनेवाला छ हैन। म त हिजो बेलुका आएको दाइ, अहिले बस्नुपर्छ दाइ। ल यो मेरो गाउँ सर्लाही जिल्ला हरियोन नगरपालिका वार्ड नम्बर 9। आज यो विशेष पूजा हुन्छ। मेरो बुवाहरू यहाँ 22 सालमा आउँदा पनि यो पूजा हुन्थ्यो हैन। आज यो लगभग 60-61 वर्षसम्म यहाँ पूजा भइरहेकै छ। यो पूजा मानिआएको पूजा हो। त्यही भएर हामी जहाँ जहाँ छौँ हाम्रो यहाँको मान्छेहरू वरिपरिको दसैँमा घरमा आएको जस्तै गरी हामी यहाँ पूजामा आउँछौँ। सकेसम्म भ्याएसम्म टाइमले दिएसम्म यो टोलको सबैसँग मान्छेहरू यो पूजामा उपस्थित हुनुहुन्छ। र यहाँ बासिन्दाहरू पनि लोकल लालबन्दी नवलपुर बागमतीदेखि सब मान्छेहरू चाहिँ पूजा गर्न आउनुहुन्छ। यही मन्दिरको मन्दिर पूजा हुन्छ। हेलो साथीहरू, हेलो के छ के छ खबर? यो मेला तपाईहरु हेर्न सक्नुहुनेछ। यो हाम्रो मेला हो है। यो मेला लाग्छ, यो विशेष पूजा हुन्छ। हेर्नुस् यहाँ यसरी मिठाईहरू भयो, यहाँ मार्केट हेर्नुस्। यो हाम्रो निकै यहाँ यो खेल्ने बच्चाहरूको मनोरञ्जनको लागि यो राखिएको छ। यहाँनिर मेलामा हरेक चिजहरू छन्। हाम्रो मेलामा बच्चाहरू खेल्दैछन्। यो हाम्रो एक दिन मात्रै लाग्ने पूजा हो। यो पूजा चाहिँ विशेष गरी यहाँ हाम्रो हरियोन 9मा एउटा समूह छ, जनावर समूहहरू। हामी त्यो ठाउँमा चाहिँ धेरै पुरानो बासिन्दाहरू उहाँहरूले पनि मानि आएको। आज यहाँ पूजा गरिसकेपछि भोलिदेखि आजदेखि पानी पर्ने र भोलिदेखि चाहिँ रोपाइँ सुरु गर्ने भनेर मानिन्छ। स्पेसल पूजा यहाँभित्र हुन्छ, हेर्न सक्नुहुन्छ। स्काउटका भाइ बहिनीहरू छन् यहाँ। स्पेसल गरमको गरमको मेला भाइ यहाँ छ हाम्रो। यो हाम्रो भाइ अभिषेक मैनाली भाइ हो हैन। यो हाम्रो राजन दाई हो हैन। विशेष यो म मेरो बुवा यहाँ 22 सालमा आउँदादेखिको यो मेला हो। अहिलेसम्म छ भनेपछि धेरै पुरानो मेला होइन त दाइ यो? त्योभन्दा अगाडि कति पुरानो थाहा छैन। मेला हो यहाँ चाहिँ तपाईँको हेर्न सक्नुहुन्छ। यो बोका पूजा गर्ने ठाउँ चाहिँ बोका पूजा गर्नेका लाइनहरू हो। यहाँनिर नम्बर लेखा हुन्छ, लाइनमा बोका पूजा हुन्छ। नमस्कार है साथीहरू। जय बरम बाबा, जय बरम बाबा मनोज दाई। यो कुखुराको लाइन हो। यहाँ कुखुरा पर्वा बलि हुन्छ यहाँनिर है। कुखुरा लिएर जाँदै हुनुहुन्छ मान्छे, कुखुरा पाल्नु हुन्छ। रमाइलो यो हाम्रो हरियोन सर्लाही हरियोन वार्ड नम्बर 9 दनवारी गाउँबाट हामी हो। यो मेलालाई विशेष बनाउन अर्को साल असारमा पूर्णिमामा तपाईँहरूको सम्पूर्ण उपस्थिति मान्दछ। अझै बढी मान्छे चाहिएको छ हामीलाई यो मेलामा हैन। ओ सोनुलाल काका, ठिक छ नि खबर? उहाँ सोनुलाल काका हो। ल